नमस्ते सबैजनामा। म फेरि पनि नयाँ दिनमा नयाँ ब्लग लिएर आएको छु। आज मेरो क्रिसमस पार्टी छ कामको, त्यसकारणले म चाहिँ क्रिसमस पार्टीमा जाँदैछु र मेरो कामको दाइहरू पनि साथीहरू पनि हुनुहुन्छ, उहाँहरू पनि सबै जाँदै हुनुहुन्छ। त्यसकारणले उहाँहरूलाई मैले सँगै पिक गरेर लैजाँदैछु। उबर ड्राइभर हामी 5 जना जान्छौँ सँगै। सो म पहिलो दाइलाई पिक गर्न जाँदैछु। चाहिँ क्रिसमस पार्टी राखेको छ इन्डियन रेस्टुरेन्टमा। त्यहाँ चाहिँ हामी टिम मेम्बरहरू जमघट हुँदै यसो केही रमाइलो गर्ने कोसिस गर्नेछौँ र यहाँको क्रिसमस पार्टी कस्तो हुन्छ, यहाँको भाइब कस्तो हुन्छ म हजुरहरूलाई भन्नेछु। 4 जनालाई पिक गर्नुपर्ने छ। हरेकजनालाई पिक गर्ने बित्तिकै म हजुरहरूलाई पिक गरे भनेर भन्नेछु र उबर चार्जेस कति हुन्छ म उहाँहरूलाई भन्नेछु। हेलो के छ लङ टाइम पछि लास्ट टाइम जस्तो क्रिसमसमा त ह्यान्डसम भएर आयो, पालि त उनी भएर आएछ त भएन नि। सो मैले मेरो पहिलो प्यासेन्जरलाई पिक गरिसकेको छु आज क्रिसमस पार्टीको लागि। हेरौँ अब 3 जना अझै पिक गर्नुपर्ने छ। कति पैसा उड्छ, म चाहिँ आज कति कमाउँदैछु आज बेलुकाको डे अफ। पछाडिबाट पुलिसले रेकर्डिङ गरेको देखेर क्या फसमा जाने प्यासेन्जरबाट धब्बी पनि आइसक्यो, पुलिसबाट कम्प्लेन गर्छु भनेर रेकर्डिङ गरेर विजय यस्तो गर्ने यार पुऱ्याइदिने यार बटर चिकन खानु हतार भइसक्यो यार के। ल मैले सेकेन्ड प्यासेन्जरलाई पनि पिक गरिसकेको छु क्रिसमस पार्टीको लागि। मेरो इन्कम चाहिँ बिस्तारै बढ्दैछ। अब 2 जना पिक गर्दाखेरि $200 चाहिँ खर्च होला। मैले स्पोन्सर गर्न पर्छ कि क्या आज क्रिसमस पार्टीको लागि। $200 चाहिँ मै आफैले स्पोन्सर गरेर टाइगरलाई मद्यपान र धुम्रपानको पेस्तारी गरिदिन्छु। धुम्रपान त गर्नुहुन्न होला, मद्यपान चाहिँ होला। मद्यपान चाहिँ गर्ने अवस्था छ। अब म तेस्रो प्यासेन्जर हाम्रो सबभन्दा बुढो 40 कटेपछि रमाउने सन्देश श्रेष्ठजी दाइलाई लिँदै जाँदैछु। उहाँ चाहिँ 1 नम्बरको चितवने हुनुहुन्छ। अद्भुत मान्छे उहाँ चाहिँ। उहाँ आउन साथ गाडीको माहौल अर्कै हुन्छ। हजुरहरूले पनि नोटिस गर्न सक्नु होला। हजुरहरूको भिडियोमा नसुन्ला हाँसेर हाम्रो सजन श्रेष्ठलाई फ्लप गर्ने हाँसो छ उहाँको। त्यो मोबाइल डिटेक्सन र स्पिड पनि राख्यो भन्ने सुनेको थियो। स्पिड चाहिँ छ कि छैन थाहा पाएन, तर मोबाइल डिटेक्सन चाहिँ 100% छवटा राखेको छ कि। एङ्गलमा राखेको छ कि छवटा छ। फेरि क्यामेरा पनि फेरि एकदम हाई रेन्ज कस्तो छ कि त्यो यस्तो छ नि त। 3टा लेन्स छ, 6वटा त्यो क्यामेरा छ, अनि एउटा चाहिँ साइडमा त्यो के को लागि हो खै त्यो चाहिँ राखेको छ। क्यामेराले चाहिँ एकजना दाइ छ होइन, त्यो दाइले चाहिँ भनेको उसलाई मोबाइल डिटेक्ट गरेर फाइन आयो। तर उसले भने चाहिँ उसले मोबाइल, उसको हातमा मोबाइल होइन अरे, उसले त्यो हाम्रो चाबीको फफ हुन्छ नि, फफ कि रिमोट टाइपको त्यो समातिरहेको रहेछ अरे फ्यानमा। अनि यो क्यामेराले चाहिँ मोबाइल डिटेक्ट गरेछ उसको। अनि मैले चाहिँ अब तपाईँको मोबाइल हेरेर चाहिँ उस गरे वेब गर्नु भनेर भनेको, उनीहरूले इमेल सिमेल गरे पछि कुनै गर्थेन क्या। तर आफ्नो गल्ती नभएपछि लड्नु पर्छ नि होइन। अब हेर यो हो मेरो 100% यो हो, तेरो क्यामेराले कि त रिफाइन गरेर मोबाइलै भनेर नत्र चाहिँ कोर्टमा गए पनि खेद्छ कि त्यो। गाडी एक्सिडेन्ट भएछ है, गाडी एक्सिडेन्ट भएको अवस्था छ। फाइन आयो हाम्रो टाउनमा पर्दैन। यत्रो जाम भएछ त्यहाँ त राष्ट्रिय यो त उल्टो बाटो बाटोमा परिएछ। ज्याकेट लाउनु पर्ने यस्तो गर्मी। दाइ अब दाइ फेरि ज्याकेट चाहिँ कहिले नछोड्नु। सुनको मङ्गलसूत्र छ त लुड्दै लाग्यो हाइट। राति हो सर, गुड मर्निङ तपाईलाई के छ भाइ? ठिकै छ भाइ, राम्रै माल भएको प्यासेन्जर आयो त। टिप्स पनि मान्छे क्या। यहाँ हाम्रो पैसा भएको दाइ आउनु भएको छ आज। अब टिप्स कति दिनुहुन्छ दाइ उबरको? अब हेरेर तिमीलाई कस्तो चलाउँछ, कति टाइममा पुऱ्याउँछ? कसलाई हेर्ने कसलाई हामी नेपाल र अस्ट्रेलियाको गेम भन्दाखेरि त हिँड्दै गएको।
नेपाल र अस्ट्रेलियाको म्याच भएको थियो नि त क्वालिफाइङ म्याच कहाँ थिएन हजुर राजेश त अघि भर्खरै घर पुग्यो भन्थ्यो अरे फोन गर नि त राजुलाई एक्सिडेन्ट भएको हुन्थ्यो एक्सिडेन्ट भएको थियो अनि कहाँ पऱ्यो भन्छ नर्थ क्यानबराबाट म यहाँ कति काम गर्न आएको नि पहिला कहाँ यहाँबाट उयो लक्सनमा लसनमा कहाँ काम गर्न आउने लसनमा केही छ अरे घरै घरबाट त्यही घर सफा गरेर घरमै काम होला नि दाइ पहिला एनएफ के यस्तो घरकै ब्रान्ड न्यू घर होइन पानी त मुर्र चुइने क्या मलाई मुनि माथि नल खोल्यो भने त मुनि त पुरै पानी मेड इन चाइना चाहिन्छ राइट कि लेफ्ट यहाँबाट लेफ्ट यहाँबाट त थाहा होला नि आकाश यहाँबाट थाहा छैन आकाश भाइ त्यो नट गुड विथ द डिरेक्सन त्यत्रो राजुमा फिफा खेल्न आएको त्यो थाहा त थाहा हुनुपर्ने भयो यहाँबाट चाहिँ हो यो यार वर्षमा एकचोटि आउनेलाई भयो यो सिमेट्रीमा चाहिँ थाहा छ होइन सिमेट्री होइन रे सिमेट्री होइन यो सिमेट्री सिमेट्री जस्तो देखिँदो रहेछ त होइन सिमेट्री सब चाप भएको थियो होला यसो पहिला हेर्दा त्यो सिमेट्री जस्तो सिमेट्री जस्तो देखिन्छ सिमेट्री होइन रे सर्देव त भाइ पछाडि घरलाई फेरि टाउको ठोक्ने गरी यहाँ सिमेट्रीमा तपाईँ यहाँ राति राति पनि कालो जस्तो लाएर हिँड्ने रात परिसक्यो यहाँबाट राइट राजु दाइले कल फोन गरौँ न राजुजीलाई राजु द नेपाली सेल्सको मालिकलाई फोन गरौँ न क्लोज हो नि होइन उनीहरूलाई चाहिँ क्लोज हुने बिजनेस त्यस्तो त भएन त्यो अलि भयो आज वेनेसडे त आफै बिना हो नि आफै बिरा हो नि राजु नभएपछि नै बिजनेस क्लोज भएपछि त मतलब मोमो कहाँ उदाएर लिएर आउन हो लिएर आउने ल साउन्डै काट्यो मेरो नाम लिनासाथ सँग काट्ने यहाँबाट बरु त मोमो बजाएर बसिरहेको त्यहाँ गएर बटर चिकन थुच्नु पर्ने ठाउँमा अब गइहाल्यो त नि अब इन्डियन खाना छोडिन्छ मोमोलाई चाहिँ राजुलाई मोमो लिएर आऊ भरे त्यहाँ गएर अस्ति पहिलाको जस्तो खानेकुरा नल्याएर के यही हो फेरि त त्यहाँ ढुवा अगाडि छिराइदिएन र एक मिनट हो कि हो ब्याक गरेर छिराइदिएन यहाँ नेपाली सेसको बनाएको छ यो चाहिँ दामी छ होइन म एउटा खाइहालेँ है त अब ड्राइभ गर्छु म यहाँ हाम्रो 5th प्यासेन्जर पनि चढ्नु भएको छ $250 चाहिँ कट्नु भयो मसँग धेरै पैसा 50 सालमा दिन्छ हुन्छ होइन हजुरकोमा त नदिने मोमो पाइसक्यो नि त मोमो एउटा काम चल्छ यस्तो महँगो महँगो कुन सस हो दाइ हो कुन सस यो होममेड कसलाई मिठो छ त राम्रो स्वादै लिन पाएन पेपर पुजेर गइसक्यो होला पेपर मलाई एक्लै झ्याउ बोलेर मलाई त्यो ओभरडोको स्वाद चाहिँ बहुत मिठो लाग्यो हो त्यही नै भनेको दाइले गफ हो है आइहाल्छ नि त्यो टेक्सचर हेरेरै किन नभन्नु भएको भने त मलाई शङ्का नभन्नु भएको होइन आज विश्वासले मान्छे हो ठिक छ सबभन्दा विश्वास पैसा क्यास पैसा खान नभएको मान्छे को म चाहिँ हो खान नभएको मैले पैसा राखेको तर मैले चाहिँ नखाएको म खान नभएको भने मैले नखाएको त्यो एउटा रक्सी सुरजाईको नाममा मैले लिँदै मेरो नाम सुरजाई लक्ष्य खाएको थिएँ नि त त्यही भएर सुरजाईको नाममा तर त्यति बेला त जान्थेन खान्छु भने जान्थेन होला घाँटीबाट त थाहा थिएन होला मलाई खानेलाई त थाहा हुन्छ कस्तो हुन्छ भात सबै भात खानु भयो होइन खानाको त रक्सी त पानी जस्तो जाँड छिरायो भातको भित्र छिरायो सबै सफा हुन्छ नि अनि तर सुरज ब्रोको त्यो छाटघाट हेर्दाखेरि त्यो हुन्छ नि बसाइ हेर्दाखेरि त जान्दैन होला विद्याको त पछि नाच्नु भयो अड्किन तानेर ल्यायो भने त पुरै लगाइदिएको यस्तो कि कुर्सीमा मैले यस्तो भनेको कुर्सीमा त्यो लुगामा त लगाएर गोठ के त्यो के भन्छ अरे सुत्केरी आइमा चाहिँ पुरा हिँडेर पुरा थाकेर म त अब सक्दिनँ है भनेर भुँडी फर्काएर बस्छ घरमै भयो नि कुरा सुनेर अलि त्यसो फर्केको त यही रहेछ अगाडि के हो के नआउँदा के हो नि होइन कि म इलाबाट आएँ विदेश उताबाट हो नि यत्रो पुरै हुन्छ नि लगभग 2-3 किलोमिटर 2-3 किलोमिटर त पुरै जाम के म धन्न उता नर्थ क्यानबरा हस्पिटल निस्किहालेँ कि त्यहाँबाट एक्जिट लियो नि लिइहाल्यो नत्र त म अहिलेसम्म त्यही हुन्थ्यो यो सिधा सिधा पोल छ नि यो केबाट बनाएको हुन्छ त्यो फलामकै हो
यो पिक्चरको अँ, बाहिर अँ। त्यो रोड हो पिक्चरमा फलामको तार टाइपको त्यो राम्रो जस्तै कुनै रड त बाङ्गेर घाटाघुटु उतै गरेछ उता भाले छ कहाँ भएको यो त्यो त्यो पुल कटेपछि त्यो बाटोमा पनि धेरै एक्सिडेन्ट हुन्छ यो बाटो तपाईँको लेन्डमार्क तगडा तपाईँ यो बाटै हो त उता तगडाङ जाने बाटो छ नि तपाईँ यस्तो एक्सिडेन्ट हुन्छ त्यो बाटो अस्ति नेपालमा पनि 7 वटा गाडी एक्सिडेन्ट भएको देखाएको थियो कताको हिजो खै? हिजो 9 बजीको हिजोकै हो क्या त्यो होइन त्यो ट्रक ट्रक 7 वटा के ट्रक त मारेको त ट्रक त होइन रियल हो त्यो रियल नै हो नि ट्रक छोड्दैन मोटरसाइकल के भएर त्यो त्यो मोटरसाइकल बिचरा पछाडि भएर ट्रक हेर्नु ट्रक त यत्रो हुनेवाला यस्तो भएको कुचा छ कि माछामा मोटरसाइकल अगाडिको ट्रकको अगाडिको त्यो डब्बा हुन्छ नि डब्बा लरी के कुचा छ कि गरी माछामा फेरि मोटरसाइकलकै बिचरा क्या हो त्यो भनेपछि कि मोटरसाइकल त गयो होला त्यो ठाउँको ठाउँ गयो होला मोटरसाइकल पनि ड्राइभर पनि गयो त्यो गाडीको ड्राइभर धेरै गाह्रो अनि अस्ति भर्खर यही क्यानबेरामा पनि ट्रक BMW कि कुन गाडीले चाहिँ ट्रकलाई हान्न यहाँ चाहिँ यहाँ भिडियो थियो BMW कि कुन चाहिँ गाडी नै भनौँ मेरो न। गाडी नै हो अचाकको चाहिँ अन द स्पोट चाहिँ ड्राइभर मरेछ BMW को ट्रकको चाहिँ यही हो एक्सिडेन्ट के मात्र भयो भने ठिकै इन्जुरी मात्र छ भने ट्रक चाहिँ पल्टेको देखाएको थियो मैले पनि हेरेको थिएँ पोस्ट गल्ती चाहिँ BMW कै के गर्दैछ BMW ले है फल्ट त्यसको हो त्यसले खै त्यो के गर्नु मर्ज भयो कि के भयो खोकी होला सायद हाम्रो फोन न अलिक घरमा दिइरहेछ फोन न फोन आयो के त नेभिगेटर मान्छे खोइ फोन आयो के हो यार यस्तो यार होइन नेभिगेटर भयो नेभिगेटर टेन्सन नलिनु व्यापारी देखेर क्या त्यही भएर मैले हामी यहाँ आयो भन्दैछ नि अनि। मैले भनेको के हो र तपाईँको के देखायो अहिले यो मैले त्यसै ठोक्नु भने त होइन क्या लेफ्ट हो लेफ्ट हेबर जाने नि लेफ्ट भयो यहीँबाट हो सिन्जेलसिर है जाम न जाम भाइ के तिमीलाई यहाँ तानेर के 5 जना छ भने धन्न भाइ भन न भाइ धन्न भाइ ओर्लिन कि धकाल्नु परेन भन न उम्। मलाई यहाँ त्यो हुन्छ कि मान्छेको एक्सिडेन्ट भएर त्यो भिडियो हेर्दाखेरि कति मजा आउँछ नि त्यो मान्छे क्या रिसाउँछ नि तिनीहरू आएको छ नि त्यो मान्छेहरू कस्तो टेन्सन अनि मान्छे त बुझ्दैन त्यो एक्सिडेन्ट भएको मान्छेको दिमाग अर्को ठाउँमा हुन्छ नि उनीहरू भन्दा उनीहरू त अब उसलाई अलिकति के भन्छ सिम्पथीलाई के भन्छ भनेर सोच्छ होला त्यो कान कति रिस तर हाम्रो भ्यूहरूलाई चाहिँ मन्डे गाडी किनेको मन्डे राति चाहिँ छटपाटी गरेको अनि ट्युसडे राति चाहिँ उसले चाहिँ अब चाहिँ फर्स्ट अब राति त बाटो सुनसान हुन्छ नि त राति चाहिँ अब गाडी निकाल्नु पर्यो भनेर फर्स्ट टाइम रोडमा गाडी निकालेको ड्राइभरबाट रोडमा निकालेको थियो गाडी त उत्तानो बाटो उत्तानो के कसरी के हुन्छ अनि भाइ त्यो रक्सी खाएको थियो ठ्याक्कै म चाहिँ फेरि खानासाना खाएर अनि सुत्नको लागि लाइट ठ्याक्कै मिलाएको ख्याच गरेको ल एक्सिडेन्ट भयो भनेर यहाँ यस्तो यस्तो हेर्नु त गाडी त उत्तानो के अनि त्यसपछि फेरि जस्तो तिम्रो यहाँबाट निकाल्यो भने लाइक तिम्रो 5 मिटरको दुरीमा गाडी चाहिँ उत्तानो के अनि कप्स आयो होइन अनि कप्सले चिल खायो गाडी चाहिँ कसरी पल्टियो भनेर यहीँबाट निकालेको गाडी 5 मिटर अनि यहीँ पल्टेको गाडी उत्तानै पल्टेको होइन त्यसले चाहिँ के भन्यो भने खोइ मैले गाडी निकालेको म त अनि पुरै आँखा अगाडि त कालो आयो अनि के भयो म त पुरै उत्तानो परेर के भयो गाडी उत्तानै के लगाएको अनि साइडमा रोकिरहेको 3टा गाडी लिएर हानेछु पचाक अन्न इन्सुरेन्स गरेर इन्सुरेन्सको त नयाँ गाडी हो गाडी पुरानो थर्ड पार्टी भने जस्तो पुरानै पुरानो गाडी हो त थर्ड पार्टी मात्रै गरेर आकाश ठुलो त्यो लाइभ त्यो भिडियो रेकर्ड गर्दा गर्दा त्यस्तो नहुन्छ त्यो त्यही त ढिप भइरहेको छ के भएछ अघिसम्म भएको छैन धेरै भइसक्यो मोबाइल चेन्ज गरेर हाने क्या मोबाइल आइफोन हो भाइ त्यो मोबाइल आइफोन त होइन नि यो मैले उता चिरीमा किने हो कि जेले दिएको हो होइन धन्न जेले गाडी कान आँखा सबै खोला राख्नु पर्ने रहेछ तिमीले झ्याल खोलेर बेस गरे कहाँ सुन्थ्यो आवाज तर यो दाइ सुत्दिन न त्यहाँ मेरो कालचमा स्पेसल छ नि त स्यान्डिङको अन्त यो BMW लाई राम्रो रहेछ ठिक छ नि तपाईँलाई ल
फाइनल्ली 10 मिनट पछि पार्किङ पाइएको अवस्था। सो हामी चाहिँ यहाँ क्रिसमस पार्टीमा आइसकेका छौँ। एकदमै धेरै क्राउडेड छ। यहाँ बस्नको लागि ठाउँ पनि छैन। यहाँ चाहिँ पार्टीमा चाहिँ सेल्फ सर्भ हुनुपर्ने, यहाँ चाहिँ उतैबाट हालिदिइरहेको छ अनि गनेर हालिदिइरहेको छ। मेरो भागमा चाहिँ यति पर्यो, 60 को भागमा कति पर्यो? यति परेछ। मासु दुईटा पिस, तन्दुरी चिकन, एउटा समोसा, मलाई दुईटा। उता भेदभाव भयो त हो। अनि चाहिँ एउटा समोसा अनि फेरि यहाँ दाइले भ्याइसक्नु भयो, भर्खर मैसँग दिनु हो। दाइहरूले ड्रिङ्क्स गर्ने कुरा राख्नु भएको थियो, त्यही भएर उहाँहरू चाहिँ ड्रिङ्क्स लिन जानु भएको छ। अनि अलिकति टाढा परेर चाहिँ म लिन जाँदैछु उहाँहरूलाई गाडीमा, किनकि हामी जहाँ क्रिसमस पार्टी गर्न गएका थियौँ त्यहाँ चाहिँ ड्रिङ्क्सको व्यवस्था नरहेछ, जस कारणले गर्दाखेरि ड्रिङ्क्स चाहिँ बाहिरबाट ल्याएर खानु चाहिँ मिल्ने रहेछ। त्यही भएर हामी चाहिँ ड्रिङ्क्स लिन बाहिर जाँदैछौँ। मात्र 1 मिनटको दूरीमा छ। हाम्रो खाना मैले डिनरको लिइसकेको छु। के छ भन्दा म देखाउँछु। यहाँ चाहिँ नान छ, अनि पनिर छ, राइस छ र तन्दुरी चिकन पनि छ। यो बियर चाहिँ मेरो होइन है, यति मात्रै हो है त। भाइ, who is playing the music? Nah bro, he's the DJ. Can you play one Hindi and one Nepali? हाम्रो चाहिँ अब पार्टी लगभग सकिन लागेको छ। हामीले खाना पनि टन्न खायौँ। यहाँ गीतहरू बजिरहेको छ, म गीत चाहिँ पछि रिमुभ गरिदिन्छु। अब यहाँ चाहिँ हाम्रो चलन छ यहाँ क्रिसमस पार्टीमा के हुन्छ भन्दाखेरि जो म्यानेजर हुन्छ नि, त्यो म्यानेजरले चाहिँ एट द एन्ड अफ द पार्टी एट द एन्ड अफ द पार्टी म्यानेजरले सबैलाई रक्सीको सर्ट खुवाउनु पर्छ। तर म चाहिँ ड्रिङ्क गर्दिनँ है। यहाँ थुप्रै छ हाम्रो साथीहरू, स्टाफहरू, उनीहरूले चाहिँ ड्रिङ्क गर्छ 1 by 1 र त्यो ड्रिङ्कको स्पोन्सर म्यानेजर्सहरू हुन्छ। हामी यो क्रिसमस पार्टीको आफ्टर पार्टी आएका थियौँ। सबैले $25 उठाएको हो, $25। कति पैसा जित्यौँ हामी देखाउनेछौँ। 25 6 जनालाई है त, हेर्नु है। गाइस, एक तेरा एक मेरा, एक तेरा एक मेरा, एक तेरा एक तेरा एक मेरा, एक तेरा एक तेरा एक तेरा एक मेरा, एक तेरा एक मेरा, एक तेरा एक तेरा एक तेरा एक मेरा, एक मेरा। यहाँ कति धेरै खानेकुरा आइसक्यो, लास्टै धेरै पैसाहरू आयो। कहिले काहीँको रमाइलो ठिक हो, तर सधैँ खेल्नु जुवालाई नै आफ्नो रमाइलो बनाउनु चाहिँ एकदम गलत चिज हो। हामी चाहिँ क्रिसमस पार्टी भएकाले आज $25 मात्रै उठाएर थोरै केही नयाँ कुराहरू ट्राई गर्न आएको। म पनि पहिलोचोटिको अनुभव हो, त्यही भएर दिस इज नट फर प्रमोसन अर एनी इन्सपिरेसन। सो हामी सबै आज चम्पट भएको बेलामा 25 उठाएर खेलेका हौँ। सो केही छेडको रमाइलो हो, यसलाई चाहिँ लाइफ लङ चाहिँ नलिनु होला है त।